म विदेश बसी 14 वर्ष मलेसिया बसेर आएर चाहिँ यो व्यवसाय गरेको। मैले पनि त्यस्तै अब इन्टरभ्यू हेरेको भन्ने त्यही युट्युबमा हो। अब यसलाई खुवाउन सक्नु पर्यो। हजुर, जब यसलाई खुवाउन सकेर औषधि उपचार बेलामा राम्रोसँग चाहिँ औषधिहरू दिन सक्यो भने हामीलाई यसबाट राम्रो आम्दानी हुन्छ। 6 महिनामा 80-90 किलोको हुन्छ। अब 90 किलो भयो भने तपाईँको 45,000 आयो। 45,000 मा हाम्रो एउटा बुङ्गुरले चाहिँ 16,000 खर्च गर्छ। आफ्नो खोरको बच्चा भयो भने अन्तबाट किनेर ल्याउँदाखेरि 23,000 रुपियाँ खर्च हुन्छ। अब यस आधी पैसा बस्दिरहेछ है। त्यही नै हो, आधी चाहिँ नि अब बच्छ भन्ने पर्यो। धेरैजनाले चाहिँ पाठो मागिराख्नु भएको छ, तपाईँले चाहिँ पुर्याउन सकिराख्नु भएको छैन। पक्कै पनि अब आगामी दिनहरूमा योलाई चाहिँ अझै धेरै बनाउने सोच गर्नु भएको छ कि छैन? प्लान त मेरो अझै सोच चाहिँ नि 40वटा माउ लगभग वर्षमा चाहिँ नि 100वटा जति कटिङमा पठाउने भन्ने प्लान छ। अब अहिले तत्कालको लागि चाहिँ साथीहरू ल हेरौँ साथीहरू, यो भिडियोमा चाहिँ भनिएको छ एकजना चाहिँ उद्यमीले चाहिँ आफ्नो लगानी गरेर बङ्गुर फर्ममा चाहिँ यति धेरै बङ्गुर पालिरहेको छ। बङ्गुर कसरी पालिन्छ, के कसरी गरिन्छ, कति फाइदा हुन्छ भन्ने कुरा विस्तृतमा बताइएको छ। यो भिडियो पुरा हेर्नुहोला र तपाईहरु पनि फर्म सञ्चालन गर्न सक्नुहुन्छ। यसरी नै खोरको इस्टिमेट चाहिँ 60 वटाको छ कटिङको लागि, मासुको लागि, माउको लागि 20 वटा छ। हजुर, अझै पनि प्लान छ, बढाउने छु अझै पनि। अझै बढाउने सोच गरिरहेको छु। पक्कै पनि अब आगामी दिनमा चाहिँ अझै धेरै हामीले तपाईको फार्ममा देख्न पाउँदा हैन बच्चाहरू पनि। अहिले चाहिँ बच्चाहरू कति छन् र कति पर्छन् दाइ एउटा बच्चाको? लिएर जानलाई मैले चाहिँ 8,500 मा बेचिरहेको छु। हजुर, अब 10-12 वटा बच्चा लिएर जानलाई 8,000 गोटा दिइरहेको छु। त्यति गर्दाखेरि भाग पुगेको छैन, पुर्याउन सकेको छैन। धेरै माग छ हैन? धेरै माग। के कारण होला दाइ? तपाईको यो बच्चाको क्वालिटीले हो कि खास के हो यो माग बढ्नु कारण? अब यो क्वालिटी पनि हो, एक त क्वालिटी पनि हो, एक त जात पनि हो हैन। बुङ्गुरको अब बुङ्गुरलाई पैसा तिर्ने हैन, जातलाई पैसा तिर्ने हो। मेन भनेको जात बुझ्न पर्यो, कुन जातको सन्तान हो, कुन बाबुआमा कुन हो त्यो बुझ्न पर्यो। र अर्को कुरो चाहिँ नि अब अहिले बुङ्गुरको मार्केट धेरै हुनाले गर्दाखेरि चाहिँ नि अब जुनले पनि अब एउटा दुईटा त अनिवार्य पालिरहेकै छ। अब ठुल्ठुलो फर्मबाट पनि हामीलाई बच्चा चाहियो भनेर चाहिँ फोन गरिरहेछन् हैन। अब झन् नयाँ नयाँहरू पनि अब अहिले निक्लिँदैछन्। यस्तै भइरहेको छ अहिले। नयाँ व्यवसाय सुरु गर्दाखेरि चाहिँ यो बुझेर गर्दाखेरि अझ राम्रो, धेरै राम्रो, धेरै राम्रो। तपाईले चाहिँ पहिला विदेश बस्नु भएको? म विदेश बसी 14 वर्ष मलेसिया बसेर आएर चाहिँ यो व्यवसाय गरेको। मैले पनि त्यस्तै अब इन्टरभ्यू हेरेको भन्ने त्यही युट्युबमा हो। अब कसैले चाहिँ यति लाख भन्ने हुँदो रहेछ, कसैले चाहिँ घर बनाइ भन्ने, कसैले के बनाइ भन्ने, तर गर्दै गएपछि थाहा हुने रहेछ के छ दाइ? यो व्यवसाय गरेर घर बनाउन, गाडी किन्न सम्भव छ? यो सम्भव छ। अब आफूसित अलिकति ब्यालेन्स भयो भने चाहिँ नि गर्न सक्ने सम्भावना हुँदो रहेछ। नहुने सम्भावना छ? सम्भावना छ। पक्कै पनि गर्न सके, गर्यो भने एकदम राम्रो छ, सम्भावना छ। पहिला सुरुमा आफूसित जस्तो अब म यो व्यवसाय गर्छु भन्दाखेरि नर्मलमा पनि 40-45 लाख रुपियाँ दाम आफूले ब्यालेन्स राख्न सक्नु पर्यो। हजुर, त्यसबाट सुरुवात गर्दै गइसकेपछि बिस्तार हुन्छ। मेन कुरो यसलाई खुवाउन सक्नु पर्यो। हजुर, जब यसलाई खुवाउन सकेर औषधि उपचार बेलामा राम्रोसँग चाहिँ औषधिहरू दिन सक्यो भने हामीलाई यसबाट राम्रो आम्दानी हुन्छ। 6 महिनामा 80-90 किलोको हुन्छ है। अब 90 किलो भयो भने तपाईँको 45,000 आयो। 45,000 मा हाम्रो एउटा बुङ्गुरले चाहिँ 16,000 खर्च गर्छ। आफ्नो खोरको बच्चा भयो भने अन्तबाट किनेर ल्याउँदाखेरि 23,000 रुपियाँ खर्च हुन्छ। अब यस आधी पैसा बस्दिरहेछ है। त्यही नै हो, आधी चाहिँ नि अब बच्छ भन्ने पर्यो। अब जस्तो आफ्नो मेहनत भनौँ त्यता गर्दाखेरि 50% चाहिँ बच्यो नि, मजाले बचाउन सकिन्छ। पक्कै पनि अब यो व्यवसायमा मान्छेहरू किन धेरै आकर्षण भइरहेको छैन दादा? खास यो कारण चाहिँ के हुन सक्ला? यो कारण चाहिँ नि अब नेपालमा अब समाजै त्यस्तो छ। अब तलदेखि माथिसम्म त्यही नै छ हैन। हजुर, अब भनौँ न केही गर्छु भन्नेलाई अब सरकारले गर्न पनि दिँदैन। सरकार पक्ष त्यस्तो छ, गर्नेले चाहिँ केही पनि पाउँदैन, नगर्नेले चाहिँ पाइरहेछ। बाध्यता भएर चाहिँ विदेश हिँड्न परेको छ। यो सबै सरकारकै कमजोरी हो कि। किन भन्दाखेरि जस्तो अब म आफैले चाहिँ 14 वर्ष अर्काको देशमा बसेर चाहिँ नि पसिना बगाएर आएर चाहिँ नि मैले अहिले यो व्यवसाय गरेर चाहिँ नि भनौँ न फल्ना जिल्लामा चाहिँ यस्तो राजस्व तिरिरहेछ, हरेक कुराहरूमा चाहिँ कर तिरिरहेछ भने त्यो व्यक्तिलाई चाहिँ सरकार पक्षबाट चाहिँ एउटा केही सहुलियत केही गर्न दियो भने त त्यो व्यक्तिले त अझ बढाउने हौसला हुन्छ नि त। हौसला दिन पर्यो क्या। सरकार पक्षबाट त्यो छैन कि, भएको यही नै हो।
पक्कै पनि भनेपछि तपाईँ अनुदान अहिलेसम्म पाउनु भएको छैन भनौँ। अहिलेसम्म कुनै पनि अनुदान पाएको पनि छैन, कसैले हेरेको पनि छैन। अहिलेसम्म मेरो आफ्नै व्यक्तिगत खर्च हो होइन। तर अब भगवानले साथ दियो भने पछि त्यो ठाउँमा नि पुगौँला भन्ने आश चाहिँ राखेको छु। आगामी दिनहरूमा अनुदानको लागि पहल गर्नु भएको छ कि छैन? सरकार सामान्य ढोका ढकढकाउनु भएको छ कि छैन तपाईँले अहिलेको समयमा चाहिँ? आगामी दिनमा त होला नै पक्कै पनि तपाईँको त्यो अहिलेको समयमा चाहिँ सरकार समक्ष ढोका ढकढकाउनु भएको छ कि छैन? अब यो पक्ष जानलाई अब आफूले कोही चिनेको छैन, त्यो चिन्न पर्ने रहेछ, चिन्यो भने पाउने रहेछ, नचिन्यो भने नपाउने रहेछ भन्ने बुझ्यो। त्यही भएर म चाहिँ अहिलेसम्म गएको छैन। अहिलेसम्म जानु भएको छैन? गएको छैन।